यो आज बिहान बिहान के कल्ला भनेर यसो ढुङ्गा खोलेर हेर्दा त मान्छे सान्छे पो बोलाएको रहेछ। मम्मीले अनि कपडा सपडा चाहिँ निकालेको रहेछ टन्नै बाहिर। किन निकाल्यो होला भनेर यसो सोद्धा त दस्न बनाउन अरे घाम चाहिँ फेरि बब्बालै लागेको। त्यसपछि त म पनि ब्ल्याङ्केट स्ल्याङ्केट ल्याम्म उता फाल्न सुरु गरिदिइसकेँ। सबै कपडाहरू चाहिँ झ्यामझुम उता फालिदिएको होइन। मेरो सुत्ने दस्ना चाहिँ यस्तो रहेछ, पुरै अन्ध्रा सन्द्रादेखि नै किडनी सिड्नी सब देखिने खालको रहेछ। अनि यसलाई लगेर यता जोग्दाखेरि चाहिँ 11.5 केजीको रहेछ यो मेरो च्यात्तेको दस्ना चाहिँ। यता आएर हेर्दा त पुरै झुलसुल लगाइरहेको छ। किन लगाइरहेको होला भनेर यसो सोचिरहेको थिएँ। झुलसुल लगाएर रेडी भइसक्यो। यता चाहिँ मेसिन पनि चालु गरिदिइसक्यो। एकछिन त्यहाँ के उभिएको त बाफ रे बा धुलो उठेर म त सहनै नसक्ने भएर यता आएर हेर्दा चाहिँ बब्बाल निस्किरहेको थियो क्या रुवाहरू चाहिँ। फेरि त्यही भएर यसरी झुल लाउँदो रहेछ। कपडा बडो बनिसक्यो, रुवा चाहिँ यस्तो हुँदो रहेछ। यो चाहिँ अब दस्न बनाउनको लागि चाहिँ रेडी भइसकेको छ। यता चाहिँ फेरि बाफ रे बा मिसिनै नचल्दै यिनीहरूलाई हातैबाट यति फास्ट चिलाउँदो रहेछ यिनीहरूले। यता चाहिँ फेरि मेरो दस्ना सस्ना बनाउनु पनि रेडी बनाइदिइसक्यो। ओसाइ सोसाइ पनि सकेँ। दस्ना चाहिँ फेरि 2वटा बनाएको। एउटा दस्ना चाहिँ यो चाहिँ हो होइन। ओछ्यान बिछान गरेर चाहिँ म चाहिँ रेडी भइसकेँ, किनकि म अब फेरि सुत्नु पऱ्यो भनेर। यसो यो दस्नामा चाहिँ नयाँ चाहिँ बब्बाल लाग्दो रहेछ। अलिअलि चाहिँ यति नै गाइज, थ्याङ्क्स फर वाचिङ।